आजको यस भिडियोमा हामी कुरा गर्न गइरहेको छौं लार्ज क्याप, मिड क्याप र स्मल क्याप स्टकको बारेमा। यो सबैको अर्थ के हो, कुन टाइपको स्टकमा इन्भेस्ट गर्ने अनि कुन इन्भेस्टरको लागि कस्तो स्टक बेस्ट हुन्छ, आउनुहोस् बुझौं यस भिडियो मार्फत। स्वागत छ तपाईहरुलाई मार्केट नलेज च्यानलमा। सबसे पहिला बुझौं क्याप भनेको के हो। क्याप भनेको मार्केटमा कुनै पनि कम्पनीको क्यापिटलाइजेसन हो, यानी कि कम्पनीको टोटल मार्केट भ्यालुएसन हो। कम्पनीको भ्यालुएसन निकाल्नु छ भने कम्पनीको पर शेयर प्राइस मल्टिप्लाइड बाइ टोटल नम्बर अफ शेयर गर्यो भने कम्पनीको भ्यालुएसन निस्किन्छ। लेट्स से कम्पनीको एउटा शेयरको प्राइस छ 100 रुपैयाँ र टोटल नम्बर अफ शेयर छ 10 लाख, यानी कि कम्पनीको क्यापिटलाइजेसन हुन्छ 10 करोड र कम्पनीको भ्यालुएसन हुन्छ 10 करोड, यानी कि कम्पनी सबै किन्नु छ भने 10 करोडमा किन्न सकिन्छ। मार्केट क्यापले हामीलाई यो बुझाउँछ कि कम्पनी कति ठूलो छ मार्केटमा। लार्ज क्याप कम्पनीहरुको भ्यालुएसन सुरु हुन्छ 50,000 करोडदेखि। स्टक मार्केटमा ठूलो साइजको कम्पनीहरु हुन्छ। इन्डियन स्टक मार्केटमा लार्ज क्याप कम्पनीहरु सेबीको अनुसार टप 100 कम्पनीजहरु आउँछ। सिम्पल वर्ड्समा भनौं भने जसले सबभन्दा धेरै पैसा स्टक मार्केटबाट रिप्रेजेन्ट गर्छ त्यस कम्पनीहरु लार्ज क्याप क्याटेगोरीमा पर्छ। फर एक्जाम्पल रिलायन्स इन्डस्ट्री, टाटा कन्सल्टेन्सी सर्भिसेस, इन्फोसिस, एचडीएफसी बैंक, आईसीआईसीआई बैंक, हिन्दुस्तान युनिलिभर, भारती एयरटेल अनि एलएनटी, यो सबै कम्पनीहरु चाहिँ इन्डस्ट्री लिडर हो। यस कम्पनीहरुले धेरै सालदेखि कन्सिस्टेन्ट ग्रोथ, प्रफिट र डिभिडेन्ड दिएको छ। आउनुहोस् अब बुझौं लार्ज क्याप स्टकको फिचर्सहरु। लार्ज क्याप स्टक स्टेबल अनि सेफ हुन्छ इन्भेस्टमेन्टको लागि। लार्ज क्याप कम्पनीजहरु को बिजनेस एकदमै स्ट्रङ हुन्छ र रिस्क पनि कम हुन्छ। लार्ज क्याप कम्पनीजले रेगुलर डिभिडेन्ड दिन सक्छ। लार्ज क्याप कम्पनीमा लो भोलेटिलिटी हुन्छ, यानी कि कम्पनीको शेयर प्राइसमा धेरै फ्लक्चुएसन हुँदैन। प्राइस स्लोली एन्ड कन्टिन्युअसली फर्ममा बढ्छ। अचानक गिरावट या जम्प कम चान्सेस हुन्छ। स्टेबल रिटर्न दिन्छ, रिस्क कम हुन्छ, लङ टर्म इन्भेस्टमेन्टको लागि राम्रो हुन्छ। लार्ज क्याप कम्पनी जस्तै रिलायन्स इन्डस्ट्रीको मार्केट क्यापिटलाइजेसन 20 लाख करोड छ। यसले देखाउँछ कि त्यस कम्पनी इन्डियाको सबभन्दा ठूलो प्राइभेट सेक्टर कम्पनी हो भनेर। अब बुझौं मिड क्याप स्टक कम्पनीहरु। इन्डियाको रेगुलेटर सेबी अनुसार मार्केट क्यापिटलाइजेसन र्याङ्किङमा 101 देखि लिएर 250 सम्मको कम्पनीलाई मिड क्याप क्याटेगोरीमा राखिएको छ। मिड क्याप कम्पनीको मार्केट क्यापिटलाइजेसन रेन्ज हुन्छ 10,000 करोडदेखि लिएर 50,000 करोडसम्म। मिड क्याप कम्पनीको की फिचर्सहरु। ग्रोइङ कम्पनीज हुन्छ, अझै राम्रो परफर्म गर्न सक्ने सम्भावना हुन्छ, मोडरेट रिस्क अनि रिटर्न हुन्छ। लार्ज क्याप भन्दा रिस्की तर स्मल क्याप भन्दा सेफ हुन्छ। हाई ग्रोथ पोटेन्शियल, फ्युचरमा गएर लार्ज क्याप बन्नु सक्ने सम्भावना हुन्छ। भोलाटिलिटी मिडियम, कहिलेकाहीँ मिड क्याप स्टकमा प्राइस अप डाउन पनि हुन सक्छ। मिड क्याप कम्पनीजहरु इन्डियन शेयर मार्केटमा छ जोमेटो लिमिटेड, भारत फर्ज, इन्डियन होटल कम्पनी, ताज ग्रुप, ट्रेन्ड लिमिटेड, टाटा ग्रुप, क्रम्पटन ग्रिभेज कन्ज्युमर। यो सबै कम्पनीहरुले रिसेन्ट इयरमा राम्रो ग्रोथ गरेको छ। अब बुझौं स्मल क्याप स्टक कम्पनीहरु। स्मल क्याप स्टक कम्पनीहरु सानो साइजको पब्लिकली लिस्टेड कम्पनीहरु जसको मार्केट भ्यालु धेरै कम हुन्छ तर ग्रोथ पोटेन्शियल धेरै हुन्छ, रिस्क पनि सबैभन्दा धेरै हुन्छ। भोलाटिलिटी ज्यादा मात्रामा देख्नु स्मल क्यापमा पाइन्छ। प्राइस अप डाउन हुने सम्भावना धेरै हुन्छ। सेबी अनुसार स्मल क्याप कम्पनीमा मार्केट क्यापिटलाइजेसन बिलो 10,000 करोड हुन्छ। र्याङ्किङमा 251 कम्पनीदेखि तलको सबै कम्पनीलाई स्मल क्याप भनिन्छ। इन्डियन स्मल क्याप कम्पनीहरु 2025 मा छन् टीटीके प्रेस्टिज, किचन एप्लायन्सेस, तेजास नेटवर्क, टेलिकम टेक, मास्टेक लिमिटेड, आईटी सेक्टर, मार्क्सन्स फार्मा, फार्मास्युटिकल, एन्जल वान, स्टक ब्रोकिङ प्लेटफर्म। यो सबै कम्पनी सानो साइजको हो तर पोटेन्शियल छ फ्युचरमा मिड क्याप या लार्ज क्याप हुन सक्ने। स्मल क्याप स्टकमा त्यस इन्भेस्टरलाई राम्रो हुन सक्छ जो हाई रिस्क टोलरेट गर्न सक्छन्, जसले लङ टर्ममा ग्रोथको लागि वेट गर्न सक्छन्, जसले स्टक सेलेक्सनमा रिसर्च गर्न सक्छ। स्मल क्यापमा इन्भेस्ट गर्नुभन्दा अगाडि यो कुराहरु थाहा हुनु जरुरी हुन्छ। सबै स्मल क्याप बढ्छ भन्ने ग्यारेन्टी हुँदैन। कम्पनीको फन्डामेन्टल म्यानेजमेन्ट,
फ्युचर प्लान हेरेर मात्र इन्भेस्ट गर्नुहोस्। पोर्टफोलियो डाइभर्सिफाई गर्नुहोस्। सबै पैसा एउटा कम्पनीमा इन्भेस्ट नगर्नुहोस्। स्मल क्याप स्टक रिस्की हुन्छ, तर राइट स्टक चुज गर्न सक्नुभयो भने रिटर्न पनि राम्रो हुन सक्छ फ्युचरमा गएर। स्मार्टली इन्भेस्ट गर्नुहोस्, रिसर्च गर्नुहोस् अनि इन्भेस्टमेन्टको मजा लिनुहोस्। स्मल क्याप हाई रिस्क हाई रिवार्डको खेल हो। तपाईँ एडभेन्चरस इन्भेस्टर हुनुहुन्छ भने यस्तो स्टकमा कुछ % क्यापिटल ट्राई गर्न सक्नुहुन्छ। यदि तपाईँ सेफली इन्भेस्ट गर्नुहुन्छ भने 70% लार्ज क्याप, 20% मिड क्याप, 10% स्मल क्यापमा इन्भेस्ट गर्न सक्नुहुन्छ। यदि तपाईँ ब्यालेन्स इन्भेस्ट गर्नुहुन्छ भने 40% लार्ज क्याप, 40% मिड क्याप र 20% स्मल क्यापमा इन्भेस्ट गर्न सक्नुहुन्छ। यदि तपाईँ एग्रेसिभली इन्भेस्ट गर्न चाहनुहुन्छ भने 20% लार्ज क्याप, 30% मिड क्याप र 50% स्मल क्यापमा इन्भेस्ट गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै पैसा एकै जग्गामा इन्भेस्ट नगर्नुहोस्। डाइभर्सिफाई गरेर स्मार्ट इन्भेस्ट गर्नुहोस्। आशा छ तपाईँहरूले लार्ज क्याप, मिड क्याप र स्मल क्याप स्टक डिफरेन्स र डेफिनेसन्स बुझ्नुभयो होला भनेर। यो नलेजले तपाईँको इन्भेस्टिङ जर्नीलाई अर्को लेभलमा पुर्याउन सक्छ भने भिडियोलाई लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्नु नभुल्नुहोस् होला। आउनेछु फेरि पनि यस्तै मार्केट नलेज भिडियो। धन्यवाद।